धनी गएर गरेको छ अहिले कहाँ काटा र चिप्स ल्याउनु त नि कपालै छैन नि। हेलो साथीहरू, म आज फेरि आइसकेको छु ड्याडीसित। आज मम्मी चाहिँ हुनुहुन्न, बिरामी हुनुहुन्छ होइन। अनि आज चाहिँ टिकटकमा चलेको छ नि त्यो गिफ्ट एक्सचेन्ज च्यालेन्ज, के अरे च्यालेन्ज कि समथिङ त्यस्तै होइन। गिफ्ट एक्सचेन्ज मैले चाहिँ ड्याडीलाई भनेको थिएँ, ड्याडी यस्तो यस्तो कलरको जे हुन्छ त्यो लिएर आउनु भनेर होइन। अनि अब आज हेरौँ यसले आज फर्स्टमा झोला देखाउँ, हाम्रो झोला देखाउनु ड्याडी। धनी गएर गरेको छ अनि ल फर्स्टमा चाहिँ के देखाउनु, अब फर्स्टमा चाहिँ के देखाउने म भन्छु है त, निकाल्नु ल। ल हामी स्टार्ट गर्दैछौँ है। फर्स्टमा ल कालो 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 त देखाउनु, त्यहाँ हेरेर राम्रो यो छ त यहाँ कालो भन्दा रस छ कालो कपालमा लाउनु ड्याडीलाई चाहिरहेको हुन्छ नि त यो। ल लाउनु यो तपाईँको, यो मेरो एक कोक। अब तपाईँ भन्नु भन्नु अब सेतो 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 त आफ्नो चाउ 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 ल्याएको सेतो त ड्याडीलाई त्यो पचाउनको लागि भात पचाउनु लाग्यो कि यो खाजा। अब त्यस्तो त होइन होइन, अब मेरो पार्लै त हरियो ग्रिन यस्तो छ है साथीहरू। हामी चाहिँ अब घरेलु माहौल हो अनि यसरी नै खेलिन्छ, जस्तो आउँछ त्यस्तो खेल्ने। अब कहाँ भन्नु हरियो र तरकारी स्प्राइट भोलि यस्तो सोचिनेर खान्छु म। अब तपाईँ चाहिँ खानु अब मेरो भालै त। अनि त्यसपछि सुन्तला कलर, ओरेन्ज ओरेन्ज सुन्तला कलर। एकछिन है, वेट गाइस, यहाँ अलिक झोला खोज्न टाइम लागिरहेको छ। मह ल्याएको मैले ड्याडीले यो लाएर अब हिँड्नु म जादु भने त जादु। ल यो मेरो भयो, यो ड्याडीको है त। अब तपाईँको बारले के देखाउनु ल। पहेँलो खै पहेँलो छ, पहेँलो यो ओरेन्ज सुन्तला भयो पहेँलो। पहेँलो त्यसमा बेसा तेल ल तपाईँले चाहिँ तेल बेसा। अब रातो यही हो खाँदा सादा रहेछ रातो त। ल यो त देखाउनु रातो त। ल के हो यो, मलाई कपडा होला सायद, जुस ल्याइदिनु जुस। ल जुस ल्याइदिनु, यो मेरो यो मेरो होला।